सुनकोशी देख्न सक्नुहुन्छ। एभरेस्ट सोलुखुम्बुको बाटो मेन हाइड्रो पावर। हेलो एभ्रिवान, दिस इज मी बिन्दिया। वेलकम ब्याक टु माई च्यानल है। त्यो सबैजनालाई वेलकम छ। अनि आज पनि तपाईँहरूको सामु न्यू भ्लग लिएर आएको छ। अनि आज चाहिँ बिहानै उठेर यसरी तातो कपडा लगाएर कहाँ जाँदैछु त के गर्दैछु त तपाईँहरूलाई देखाउनेछु। मैले आज चाहिँ हामी सोलुखुम्बु जाँदैछौँ। सोलुखुम्बु भनेको चाहिँ माउन्ट एभरेस्ट छेउ, यानि कि हाम्रो हिमाल सगरमाथा साइड छेउमा जाँदैछु। अनि आजको यात्रा चाहिँ झापाबाट पाडाजोगीबाट सोलुखुम्बुको यात्रा छ। अनि आज चाहिँ के कस्तो हुनेछ त बाटोको यात्राहरू के कस्तो थोरै भए पनि क्याप्चर गरेर तपाईँहरूलाई देखाउने कोसिस गर्नेछु। सो सबैजनाले फर्स्टबाट लास्टसम्म हेरेर साथ दिनु होला त। अनि तपाईँहरूलाई के कस्तो लाग्छ त कमेन्ट पनि गर्नु होला है त। अब चाहिँ म चाहिँ यसरी रेडी भइसक्यो। हामी चाहिँ जाँदैछौँ तिनजना, हस्बेन्ड, म अनि मेरो मम्मी यानि कि सासू मम्मी। अनि जाँदैछौँ। अनि आजको यात्राहरू के कस्तो हुनेछ त गाडीले चाहिँ एकदमै मात्छ। अब पुग्नु पनि 2 दिन लाग्छ। अब एउटा डाइरेक्ट जाने हो भने 1 दिनमा डाइरेक्ट पुगिन्छ, तर अब त्यस्तो गाडी भेट्नु गाह्रै छ नि त। अनि आज चाहिँ एउटा ठाउँमा जिल्लामा गएर बस्नुपर्छ। अनि त्यसको भोलि चाहिँ हामी घरमा पुग्नेछौँ। अनि यात्राहरू के कस्तो हुनेछ त तपाईँहरूलाई देखाउनेछौँ है त। अब चाहिँ हामी गाडी पनि आइसकेको छ। अब चाहिँ हामी लाग्यौँ है त साथीहरू। बिहानको 5 बजिसकेको छ। अनि यता चाहिँ हुनुहुन्छ हाम्रो मम्मी। हामी अब सोलु जाँदैछौँ। अनि सोलुको यात्रा छ। हामी चाहिँ इटरी आइसकेको छौँ। अनि यसरी बसिरहेको छौँ। वासरुम यताउता गरेर फेरि हामी लाग्यौँ अगाडि कान्छी चौकबाट छिरिन्छ है सोलुखुम्बुको बाटो। किचनमा आइसकेको छौँ हामी खाजाको लागि। यहाँ बसेर खाजा खानेछौँ है त। यसरी छौँ। हामी बेलटारदेखि पनि अगाडि हरियाली डाँडा हुँदै अगाडि बढिसक्यौँ। घुर्मी आइपुगिसक्यौँ है त साथीहरू। हामी चाहिँ यसरी बसिरहेको छौँ। ट्याक्सी रोकाउनु भएर भर्खर मात्रै झरेको। अनि घुर्मीबाट चाहिँ यहाँ सोलुको जतिजना हुनुहुन्छ यहाँ हामी जस्तै प्यासेन्जरहरू चाहिँ यदि काठमाडौँ जानु छ भने चाहिँ यो बाटो जानु हुँदो रहेछ। अनि हामी चाहिँ सोलु जानु छ नि त, काठमाडौँ जाने बाटो चाहिँ यता रहेछ भने हामी चाहिँ यहाँबाट यता जानेछौँ। यस्तो छ है त बसाइ। हामी यहाँ घुर्मीमा खानाहरू खाएर अगाडि बढ्नेछौँ है त। हामी चाहिँ अब दिउँसोको बिहानको खाना खाँदैछु घुर्मीमा। यस्तो छ साथीहरू। अब ट्याक्सीको लास्ट सिटमा पऱ्यो नि त, त्यही भएर तपाईँहरूलाई मैले भ्यूहरू देखाउन पाइनँ। अनि ट्याक्सीभित्रबाट एकदमै हल्लिराखेको थियो नि त, अनि त्यही भएर है त यहाँबाट के हुनेछ देखाउनेछु है। त्यही चाहिँ हामी छिर्यौँ। अहिले चाहिँ खाना खाँदै हुनुहुन्छ है त, खाना अर्डर भएर पनि। मम्मी आज गाडीले माथेन यहाँ घुर्मीसम्म आउँदाखेरि? माथेन है, एकदम फ्रेस खाना खुवाइ आज त खाउको मात्र राख्दैछ एकदम मिठो छ, राम्रो छ। यहाँबाट फेरि हामी अगाडि बाटोमा एक्सट्रिम खुवाउँदै ल्याएको। घुर्मी चाहिँ यस्तो रहेछ है त साथीहरू। अनि जुन अहिले आउँदै गरेको बाटोमा चाहिँ एकदमै धुलो थियो नि त, मास्क एकदमै धुलो भएर फेरि अर्को मास्क किन्दै हुनुहुन्छ उता चाहिँ। यस्तो छ है त घुर्मीको बिचको एरिया चाहिँ। हामी चाहिँ होटलमा खाजाहरू खाएर अब चाहिँ हामी जम्मा हुँदैछौँ ट्याक्सीमा जानको लागि। प्याकिङ फेरि हुँदैछ मजाले। जान आँटेको हामी। अब यो खानेहरू बिन्जा भित्र चाहिँ हुनुहुन्छ मम्मी। आमा मास्क फ्याँक्नु, अब त्यो लाउने, अब त्यो धुलो टाल्यो क्या आज। होस् मम्मी अर्को युज गर्नु भयो। ज्यादा धुलो भयो। गाडीमा अलिक गुमुकै थियो तर पनि झेलहरू बन्द गरेको थियो नि, एकदमै धुलोहरू आएर। अनि अब चाहिँ हामी फेरि पनि जानेछौँ यहाँबाट माथि ओखलढुङ्गा हुँदै सोलु जानेछौँ। अनि बाहिर निस्किँदाखेरि चाहिँ ट्याक्सीबाट खाजा खाने ठाउँ घुर्मीमा चाहिँ बाहिर निस्किँदा एकदमै चिसो, फेरि पाहाडको हावापानी एकदमै फ्रेस छ है त। अब चाहिँ हामी लाग्यौँ भित्र ट्याक्सीमा। धुलोले पुरेर झन्नै गइयो आज। तर घुर्मीको आधीदेखि बाटो बनिएको रहेछ, राम्रो ठिक रहेछ, खुसी लाग्यो, मजाले आइयो।
यो बाटो चाहिँ हाम्रो पहिला अब धेरै वर्षदेखि हिँडेको बाटो अहिले चाहिँ अब धेरै बाटोहरू बनिएको छ तर बिचबिचमा पनि धेरै धुलो छ र पनि त्यही भएर मित्रहरू एकदम ल है यसपालिको चुनावमा चाहिँ चिनेर भोट हाल्नु होला एकदम अब देश नेपालमा विकास हुनु छ बाटो बनिनु छ हामी जनतालाई धेरै दुःख पाइयो गाह्रो छ है मित्रहरूलाई है त्यही भएर अलिक चिनेर बुझेर गर्नु होला अलिकति है मजाले भोट हाल्नुपर्छ पर्छ है त साथीहरू अलिक अब पुरानो होइन अब नयाँलाई ल्याउनै पर्छ क्या नयाँलाई चाहिँ यसो हामीले दिनुपर्छ है भन्ने कुरो हो मेरो चाहिँ आजभन्दा 5-6 वर्ष अगाडि म आउँदाखेरि चाहिँ यो बाटो पिचहरू नै थियो तर पिच भए तापनि आधी सडक चाहिँ उक्किएको थियो तर झन् अहिलेको टाइममा 5 वर्षपछि 6 इयर पछि आउँदाखेरि त यो बाटोमा पिचै त जुन आधी थिएको पनि उक्किसकेछ क्या यो बाटो बनाउनु पर्ने भयो अनि अहिलेको जुन भोट हुँदैछ हामीले चिनेर हाल्नुपर्छ है त अब चाहिँ हामी लागि सुनकोशी खोला हजुरहरू कतिजनाले सुन्नुभएको छ सुनकोशी दुधकोशी हजुर सोलुबाट झर्दाखेरि दुधकोशी छ भने माथि हामी यहाँबाट सोलु जाँदाखेरि चाहिँ यो चाहिँ सुनकोशी खोला हो है त हजुरहरू कतिजनाले देख्नुभएको छैन भने चाहिँ मेरो भिडियोद्वारा हेर्नु होला अनि देख्दै हुनुहुन्छ यो चाहिँ एकदमै राम्रो बाटो रहेको छ घुर्मेदेखि चाहिँ पछि पिच रहेको छ बिचमा अलिकति धुलो थियो अलिकति बिग्रिएको रहेछ थोरै र अहिले चाहिँ एकदमै राम्रो बाटो बनाउनु भएको रहेछ अनि यसरी हामी जाँदैछौँ हरियाली डाँडा हुँदै ट्याक्सीबाट जाँदाखेरि देखिएको यो चाहिँ एभरेस्ट हो भने अँधेरो भइसकेको छ यो चाहिँ सोलुखुम्बुकको सालमे खोलाबाट बनेको मेन हाइड्रो पावर हो आमालाई अलिक चिया खानु मन लाग्यो अरे हजुर हुन्छ धन्यवाद फाइनली साथीहरू हामी चाहिँ सल्लेरी पनि आइसकेको छौँ सोलुखुम्बुको जिल्ला है त्यो सल्लेरी अनि हामी चाहिँ झापाबाट ट्याक्सीमा चढेको झापा अनि कटारी घुर्मी ओखलढुङ्गा हुँदै हामी सल्लेरीमा आएको छौँ अनि अझै पनि हाम्रो यात्रा जारी नै छ किन भनिसकेको छैन हामी चाहिँ आज सल्लेरीमा नै बास बस्नेछौँ आजको एक रात चाहिँ अनि भोलि उठिकन हामी फेरि हाम्रो घरतर्फ जानेछौँ त अहिलेसम्म तपाईँहरू जतिजनाले हेरेर साथ दिनुभयो थ्याङ्क यू सो मच है त आउने दिनहरूमा पनि यसरी नै हेरेर सपोर्ट गर्नुहोला साथ दिनुहोला अनि के कस्तो लाग्छ त कमेन्ट गर्नुहोला अनि एकदमै जाडो छ नि त नाम नै सोलुखुम्बु माउन्ट एभरेस्ट छेउमा है अनि त्यही भएर एकदमै जाडो छ देख्न सक्नुहुन्छ हामीले तातो तातो कपडा लगाएको यो पनि अझै कम्ती भइराखेको छ तर पनि केही छैन अब खानाहरू खाएर हामी यहीँ आज बास बस्नेछौँ अनि भोलि उठिकन हामी जानेछौँ अनि आजको ब्लगलाई चाहिँ यतिमै राख्दछौँ है त तपाईँहरूलाई के कस्तो लाग्छ त कमेन्ट गर्नुहोला सबैजनालाई हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच सबैजनालाई बाई बाई थ्याङ्क्स फर वाचिङ एभ्रीवान सी यू सुन